अहिलेका नयाँ सृष्टि बोट बिरुवा पशु पंक्षी जीव जन्तु कीट मानव प्राणी मात्र होइन, पुराना देवी देवतादेखि सबै सृष्टिहरूलाई पनि चलाक र चनाखो बनाई बाँच्ने बचाउने उपायका साथ आयु थप गर्ने शक्ति को हुनुहुन्छ? रस रङ्ग ढङ्ग सुर ताल सङ्गीत वाणी शब्द मिठास मोहितता भाव भावना प्रेमका स्रोत को हुनुहुन्छ? यति राम्रो संसार कसरी पायौं? यति राम्रो जीवन कसरी पायौं? यति राम्रो रूप, यति राम्रो रङ्ग, यति राम्रो शरीर, यति राम्रो दिमाग, यति राम्रो बोली कसरी पायौं? हावा चल्छ पात हलिन्छ, त्यो हावा चलाउने को हुनुहुन्छ? प्राणी बाँच्न सास फेर्छ, त्यो स्वच्छ हावा, त्यो हरेक प्राणीलाई प्राणदान कसले दिइराख्नु भएको छ? बाँच्ने बचाउने खाने पिउने हर शरीर सञ्चालन कसले गरिराख्नु भएको छ त? चेतना शक्तिको स्रोत को हुनुहुन्छ? हरेक प्राणीका हर कोशिकामा ऊर्जा उत्पादन हुन्छ, त्यो ऊर्जा कसरी उत्पादन हुन्छ? त्यो ऊर्जा कसरी उत्पादन भयो? कसले उत्पादन गर्नुहुन्छ? त्यो ऊर्जा जेले बनेको छ, त्यो शक्ति कसको हो? हरेक पृथ्वीवासी संसारहरूका हरेक जात जातिमा पनि हर एकका छुट्टै रूप रङ्ग पहिचान अस्तित्व बानी व्यवहार गुण अवगुण इच्छा रुचि उद्देश्य स्वाद हेराइ दृष्टिकोण सबै फरक छ। जस्तै हरेक मान्छेमा फरक, हरेक कमिलामा फरक, हरेक भुसुनामा फरक, हरेक एक कोषीय प्राणीमा पनि फरक, आफ्नो परिवारका सबै सदस्यहरूमा पनि सबैमा सबै फरक। यस्तै गर्दै हरेकमा हरेक फरक। कसले बनाउनु भयो? कसरी मात्र बनाउनु भयो? एक कोषीयदेखि विशाल प्राणीहरूका भित्री पाठ ऊर्जा प्राय एउटै, तर त्यो आँखाले देख्नै पनि नसकिने सूक्ष्म प्राणीमा पनि मुटु धड्किन्छ, नसामा रगत बग्छ। उसको पनि शरीर चल्छ, सञ्चालन हुन्छ, उसका पनि कर्म गरी खाने बाँच्ने बचाउने संसार चलाउने नियम बच्चा जन्माउने हुर्काउने सबै यो सृष्टिमाथि दृष्टि र सृष्टिहरूलाई जिउने मार्ग कसले दिइराख्नु भएको छ? कसको हो यो? ढुङ्गा माटो ससाना एक कोषीय प्राणीदेखि सार्थक शक्ति भक्त देवी देवता सम्मकाको मर्म बुझी दुःख पीडा कष्ट भए आपद विपद भार कम गर्ने प्रेम प्यारले सजाउने धेरै समस्या पीडा दुःख रोग भार अनेकौं आपद विपदहरूलाई थोरेले तार्ने स्याहार्ने एकै मात्र शक्ति भगवान को हुनुहुन्छ त? को हुनुहुन्छ? सर्वम महा अनन्तौं हुनाले अनन्तौं सर्व महाशक्तिशाली असीमित शक्ति को हुनुहुन्छ? हर युगका मालिक को हुनुहुन्छ? सर्व सृष्टिकर्ता को हुनुहुन्छ? सर्व कर्मदाता को हुनुहुन्छ? प्रगतिदाता को हुनुहुन्छ? परिवर्तनकारी शक्ति को हुनुहुन्छ? सही सत्यका रक्षक को हुनुहुन्छ? शक्ति भगवान कसले कसरी कति जन्मौमा सक्छ उहाँको शक्तिको बयान गर्न वर्णन गर्न? के हुनुहुन्छ उहाँ शक्ति? कसले कसरी थम्म